आज म खाँदैछु करेन नुडल्स। हेलो एन्ड नमस्ते साथीहरू, के छ? सबैजना सन्चै आरामै हुनुहुन्छ? आज चाहिँ म दिउँसो एकदमै करेन्टको तल लाएर अनि करेन्ट बनाउँदैछु। मैले चाहिँ ठ्याक्कै नखाएको 4 महिनाभन्दा बेसी भइसक्यो अनि आज चाहिँ एकदमै बिहानैबाट क्रेभिङ भइरहेको थियो। म चाहिँ बाहिरको खाँदिनँ भनेर बसेको थिएँ कि 4 महिना त कन्ट्रोल भयो साथीहरू। त्यसपछि त नबाबा न अनि चाहिँ बुढालाई लिन पठाएँ, कराई गएर ल्याइदिनु भयो। अनि मेरो पालि हतार हतार मैले चाहिँ पकाउन थालेँ। कतिखेर खाम बन्द भइसकेको थियो कि ल्याउँदा बित्तिकै। अनि मैले चाहिँ हतार हतार ग्याटाङ गुटुङ पारेर मसला मोलिसकेन। कति छिटो हुन्छ कि यो बनाउँदा रर बास्ना आएर कतिखेर गम खाम बन्द भएको थियो क्या साथीहरू। हजुरहरूले के खानुभयो नि? आज खाजा मैले चाहिँ यसो यो युट्युबमा भिडियो बनाउँछु भनेर लागेको थिएँ कि अनि यसो थम्बनेलको लागि टक्क पोज चाहिँ बुढालाई खिच्दिनँ भनेर। अनि अब मेरो पालो खाना थालेँ 2x स्पिडमा। यस्तो भएको थियो कि कतिखेर काम भन्नुभएको थियो कि हेरेर मैले फेरि अरूलाई फेरि सुक्खा रोटी बनाइदिएन, बुढालाई र बाबुलाई फेरि सुक्खा रोटी बनाइदिएको थिएँ। त्यो रोटी त खाँदैनन् अनि फेरि मैले पनि एउटा सुक्खा रोटीमा रोल गरेर खाएँ। अब यो करेन्ट हेर्नु जेसित खाँदा पनि मिठो, त्यति त मिठो भएन। मजाले खाएँ। अचल फेरि दिनको 3-4 टोली त यो कहिले के भनेर माग्न आउँछन्, कहिले के सामान भनेर भिडाउन खोज्छन्। अहिले पनि फेरि त्यो के कम्पनीबाट हो कि केबाट आएको भन्दै तिनीहरू भिडाइ छाडेछन् बुढालाई। म त कसैलाई बाल्न दिइकन खाँदैछु आनन्दले। अब मैले भिडियो बनाउन फेरि युट्युबमा राख्छु भन्ने भिडियो बनाउँदैछु। यो लामो भिडियोमा फेरि के बनाऊँ हुन्थ्यो। खाएँ गम कि हजुरले के खानुभयो नि खाजा? म आफ्नै पारामा खाँदैछु के सुई लगाएर। ओ माई गड, पसिना भन्नुहुन्छ भने अब गर्मी छ त्यसैमा पिरो अनि पसिना नआउने त कुरै भएन। अब पसिना चौधै भयो भने खाना त छुनु भएन साथीहरू। फेरि अहिले फेरि भोइस ओभर गर्दा चाहिँ मिठो रस आयो क्या मेरो। यति त मिठो भएन भरे के जातले बनायो होला पारा। मजाले खाइन्छ। अब खाना चाहिँ फरकेर हेरेर मर्न भन्छ, के जति गरेर मर्न जाति भन्छ बुढापाकाले। अब त्यस्तै भए मैले त्यो करेन्सीले चाहिँ अन्डा एकदम मनपर्छ कि मलाई। तर अन्डा घर पनि सकिएको थियो अनि त्यहाँको त्यो पसलमा त्यो लिन गएको त्यहाँ पनि रहेन त। अनि अन्डा सन्डा भएन। अब करेन्ट भइहाल्यो जेसित जसरी खाँदा पनि मिठै हुन्छ। मैले पनि काँक्रा काटेर खाइसकेँ अरे गम। दिलको सुकुन मिल्यो आज धेरै महिनापछि। आजको लागि यति नै भिडियो। फेरि अर्को भिडियोमा भेटौँला साथीहरू। बाई बाई। हेर्नु पसिना कति त आएको छ कि पसिना। बाई।